तपाईँको कुनै सपना पुरा गर्नको लागि तपाईँको यो रातारात हुँदैन, त्यसको पनि प्रोसेस हुन्छ माइ डियर फ्रेन्ड। सो र तपाईँको 1 सालमा हुनसक्छ, 2 सालमा हुनसक्छ, 3 सालमा हुनसक्छ, तर त्यो तपाईँको कन्टिन्यू निरन्तर हुनुपर्छ काम। सो जब तपाईँको काम चेन्ज हुन्छ, प्लान चेन्ज हुन्छ भने तपाईँ त्यो सपना पनि चेन्ज हुन्छ, किनकि तपाईँ सपना अधुरो गराएर, जस्तै मलाई तपाईँलाई आज रोटी खान मन थियो र त्यो रोटी तपाईँले पकाउनु भएन भने तपाईँ खान सक्नुहुन्न। त्यो रोटी खानको लागि तपाईँ पहिला त त्यो आटो लिनु पर्यो, त्यसलाई मुछ्नु पर्यो, त्यसभन्दा पछि तपाईँले रोटी बेल्नु पर्यो, त्यसमा तपाईँ तावा राख्नु पर्यो, पकाउनु पर्यो, अनि तपाईँ त्यसमा पछि तपाईँले खान सक्नुहुन्छ। एउटा रोटी बनाउनुको निम्ति पनि हामीले कतिवटा प्रोसेस चल्नुपर्छ, 5-6वटा प्रोसेस चाहिन्छ भने यहाँ जिन्दगी बनाउनुको निम्ति त माइ डियर फ्रेन्ड हजारौँ हजार प्रोसेस हुनसक्छ। र प्रोसेस हुँदैमा यो प्रोसेसले समय लिँदैमा हामीले चाहिँ डराउनु पर्ने, अलिक झर्नु पर्ने त्यो कुनै पनि बाध्यता छैन। र हामी निरन्तर लागिरहँ, हारमा जितमा, हार जित जीवनमा भइरहन्छ माइ डियर फ्रेन्ड। एउटा हारले पनि तपाईँलाई एउटा पाठ सिकाउँछ, जितले पनि तपाईँलाई पाठ सिकाउँछ माइ डियर फ्रेन्ड। सो त्यही भएर चाहिँ पाठ सिक्नुको निम्ति पनि हामीले हारको पाठ सिक्नुको लागि हार्नुपर्छ, जितको पाठ सिक्नुको लागि सक्नुपर्छ। सो हामी कसरी आज हामी सफल भयौँ, हामी कसरी आज असफल भयौँ भन्ने कुराहरूको हामी तपाईँलाई समीक्षा गरेर अगाडि बढ्नुहुन्छ भने माइ डियर फ्रेन्ड अवश्य सफल बन्नुहुन्छ। यदि तपाईँ त्यो समीक्षा गर्न सक्नुहुन्न, त्यो समीक्षालाई तपाईँले चाहिँ सामना गर्न सक्नुहुन्न भने तपाईँ सफल या असफल दुवै क्षेत्रमा तपाईँले चाहिँ त्यसमा कुनै मूल्याङ्कन हुनेवाला छैन। र मूल्याङ्कन त्यस्तो हुन्छ जहाँ समीक्षा गरिन्छ, जहाँ आफूले गरेका कामहरूको र आफूले मिहिनेत कति गऱ्यौँ र कुन स्तरमा छौँ हामी, त्यो हरेक कुराहरूलाई काहीँ न काहीँ